आज चाहिँ हामी दोकानतिर जाँदैछु किनभने अहिले एकछिन बादमा भन्छु तपाईँहरूलाई। हाय आज बिहान बिहानको सुरुवात यहीँबाट हुँदैछ। ओ भाउजू रुका न रुका 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 हो आउँदैछु म। ए भाबीजी हे भाउजू हो कहाँ जानुभएको तपाईँ? एउटा के भन्नु न हौ। दोकान के लिन? आज माथि आउँछको लागि म पनि सेम अब बहिनीसँग। अरे भाइहरू कहाँ गराएको हौ? गाना पनि दामी लगाउनु भएको छ। खुवाउनु पर्यो हैन म बडे मलाई हल्का यसो पोस एउटा अरु को आउनुहुन्छ आमा चाहिँ? अच्छा अच्छा ए त्यही त हामी नि यो त हिजोकै बाटो देखाइरहेको छु मैले तर अहिले चाहिँ त्यही दोकानमा जान आँटेको थियौँ। दाजु चाहिँ जानुहुँदैछ। लाउ चोर्न आउनु पर्छ लाउ चोर्न आउने हो साला झुकेगा नै साला झुक्ने वाला नै यो लाउ झुक्नु किन हो झुक्नु किन? अच्छा यस्तो कुरा यो हो हाम्रो। त्यही त मैले देखाइरहेको त तपाईँहरूलाई। कल गर्नु उसको सबै ट्यापुली मार्दैन। त्यही त अनि मैले पनि देखेँ जस्तो लाग्यो। जाडामा मान्छेलाई कुदाएर तड्पाउनु हुँदैन। फोन लाउँदा नि हावा जान भन्छ डरै लाग्छ हौ खतरा मजा कुरेर नमस्कार भाउजूले त्यो खतरा जमाउनु हुन्छ नि हौ। ला भित्रै सुत्नु भयो क्या दादा? ओ दादा सुत्यो यी मान्छे भित्र सुइसा बे भन्छ राजेश आमामा भोटको त गाइस हामी खाली हात जाँदैछौँ। ला ला म चाहिँ कस्तो के को दुःख लाग्यो फेरि भन्नु त? मलाई चाहिँ दुःख लाग्यो। बिहान बिहान यसो आमालाई त्यही त हालौँ खाली पेटमा भनिएको थियो। त्यही त हो दुःख पाउनै पर्छ त्यही त हो। बन भएकाले गर्दा उहाँ माइजू पनि आउनु हुँदैछ दोकान हिँड्नुभएको लागि न चाफुवा जानुभएको होला सायद चाफुवा जानु माइले त खै को नि उतै त्यहाँ एड गरे खुवाउने विचारले होला। अब अर्को दोस्रो दोकान जाँदैछौँ हामी। त्यो पनि अलिकति टाढै छ भनेको जतिमा 1 किलोमिटर। पकाएर खुवाउन सेल्फी मार्ने के लिए भाउजूले घाँटी चाहिँ छिलिएर नि पुष्पा राजै भइरहेको अब अलिक मजा छोडिँदैन अब के गर्नु अब मोबाइल तल झारेर झुकेका नि जाऊ भन्दै जाऊ ला जानुभएको तपाईँ नजानु नि
सुन आयो ल गट्टा खाना इधर चाहिँ बाबा 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 बा ला यस्तो सरम किन हो यो चाहिँ यो घरको दाजु हो ऊ चाहिँ ऊ घरको मालिक बुढी हो अन्त के चाहिँ भन्नु अनि ल अन्त चाहिँ यो घरको के हो भन्न ला यो त काजी छोरी हो भएछ त ला हिँड न जाउँ छिटो यो चाहिँ भाउजूको छोरी उठ न उठ त हाँचिदेऊ न हाँचिदेऊ त ठुलो भाइ बल्ल बल्ल यी भाउजू निक्लिन् नभए त कामै हुने थिएन अब ल ल अझै पर छ अझै यत्रो दूर छ आम्मामा के भन्नु ल फाइनली दोकान आइपुग्यो दोकान पनि पुरा खोल्नु भएको रहेन रहेछ है हजुर सो गाइस अहिले हामीले सामानहरू लिएर आयौँ उता माइज हुनुहुन्छ राख्नु त राख्नु न ल फेरि के हो जस्तो माइजो यहाँनिर चाहिँ भाडा लिएर बस्नु भएको छ माइजो चाहिँ आज के भन्छ यहाँनिर के हुन्छ के अरे आज मलाई थाहा छैन के अरे आज यो 45 हो 45 तिल पिस्न लगे कि मिक्सचरको मालिकले गइसिन् घरमा मिक्सचर आइपुग्यो दिदीले लिएर आउनुभयो त्यही त उता जानु ल ल जानु है जानु